हेलो गाइस, आज म यहाँ सनराइज मोटर पार्क भैरवमा सिनेपा 8 मा भैरवमा पदमा आइसकेको छु। यहाँ चाहिँ हाम्रो साउजीले चाहिँ जादु देखाउनुहुन्छ गरे। हाम्रो यो हावा भर्ने मेसिनबाट मैले चाहिँ पानी निकाल्छु भन्ने कुरा चाहिँ मलाई भनिराख्नु भएको छ। त्यो तपाईँहरूलाई देखाउँछु म। यो हावा हाल्ने पाइपलाई हेरौँ है त गाइजहरू। अब उहाँ साउजीले हाम्रो श्याम सरले चाहिँ पानी निकाल्नुहुन्छ। ल हेरौँ कसरी निकाल्नु चेक गरौँ है त। ल सर देखाइदिनु त। ल यो ट्याङ्की हो। यहाँ यसरी यो हावा हाल्ने हो ल है। यसरी हावा हाल्ने हो। अब उहाँ सरले चाहिँ कसरी देखाउनुहुन्छ निस्किनु। अब उहाँले पानी निकाल्नुहुन्छ। ल सर म यस्तो लगभग देखाउँछु ल हेर्नु है। अब उहाँ सरले चाहिँ पानी निकाल्नुहुन्छ। ल हामी हेरौँ है त। सनराइज मोटर पार्कमा आज आएको छु। उहाँ सरले अब जादु देखाउने भन्ने कुरा भनिदिनुहुन्छ। के सर तलबाट निस्किने पानी? ल ल सरले उहाँ पानी निकाल्दै हुनुहुन्छ। ल अरू पनि कोही जादु हेर्ने इच्छुक छ भने आउँदा हुन्छ। ल हेर्नुहोस् त है। ल ल ल ल उहाँ हावा ट्याङ्कीबाट उहाँले पानी निकाल्नुहुन्छ। ल हेर्नुहोस्। ल पानी देखाउनु हाम्रो साउजीले अति नै राम्रो काम आफूले भनेको बाचा चाहिँ पुरा गर्नुभयो। यहाँ हाम्रो अर्को भाइले चाहिँ यहाँ राति सर्भिसिङ दिएर पुरा खटेर पुरा बाइकमा धोइरहेका छन्। यता हेर्दा बाबु त। ल उहाँ हाम्रो भाइ हो। भाइलाई केही खुलाउनु पर्छ यार। राति राति सेवा दिइरहेछन्। बाइक टल्काइदिइराखेको छन्। अब के के खुलाउनै पऱ्यो। अब त्यति सेवा दिएपछि ओभर टाइममा। र हाम्रो सनराइज मोटर पार्ट्समा हामी चाहिँ यहाँ छौँ। सिने पार्ट शिव मन्दिर जाने बाटोमा छ। एकदम राम्रो यहाँ काम हुन्छ। ल हेर्नुहोस् है। राति राति पनि सेवा सक्छ हाम्रो त्यो जादु हैन राइट। जादु यो चाहिँ गाइस हामी जादु भनेको हैन। यो चाहिँ जादु हैन। यो चाहिँ गाई जस्तो हावा हाल्ने हुन्छ नि यस्तो। हो हो। जुन ट्याङ्की चाहिँ सबै ट्याङ्कीमा पानी भरेको हुन्छ। यो चाहिँ बेला बेला यस्तो तलबाट खोलिदिनु होला। त्यसले गर्दा ट्याङ्की भित्र खिया लाग्ने। ल सत्य बोल्नु भएछ बल्ल। ल सबै त्यो समस्या हुन्न। हामी जादु त भनेको तर जादु चाहिँ यो सबैले गर्न हजुर पनि हो। जादु किनभने कसैलाई थाहा छैन उहाँलाई सिकाउन खोज्नु भएको, ज्ञान दिन खोज्नु भएको। नयाँ नयाँ पसल खोल्नु भएको छ भने एउटा सिक्नु होला हाम्रो श्याम सरबाट। अरू केही जान्न त्यस्तो छ भने पानी ट्याङ्कीभित्र हाम्रो खिया लगाएर दिइहाल्छ। हामी लाखौँ हालेर मेसिन किनेको हुन्छौँ। यहाँ आउनु होला। उहाँले अरू पनि केही कुरा सिकाइदिनुहुन्छ। यदि कोही तालिम गर्न केही सिक्न चाहन्छ बाइक भने यहाँ आउँदा हुन्छ। लगाइ आजलाई यति नै है त। हस्।